हेलो के हो आज त यहाँ हामी त आज यहाँ साकेलाको लागि झ्याम्टा किन्नु आएको त यहाँ मसिन्द्रनाथको रथयात्रा यहाँ आइपुगेको रहेछ हामी हेर्नु पाइयो एकदम यहाँनिर पूजा हुँदै रहेछ अनि ठिक्क बेला आइपुग्यो हेर्नु आइपुगेछ अब भोलिसम्म मात्रै रहेछ है यो अलिकति परतिर एकदिन ढिलो गरेको हेर्नु पनि पाइँदैन हेर्नु पाइयो मसिन्द्रनाथको दर्शन पाइयो होइन दिदी र म चाहिँ एकछिन यता बजार घुमेर जानु पर्यो होइन यता पनि रहेछ सानोतिर पो रहेछ आरिएम बाँच्ने अनि माथि टुप्पा खै के निस्किन्छ भन्छ हामीले थाहा हुँदैन खै के निस्किन्छ बेलुकासम्म पर चोक पुऱ्याउँछ भन्दैछ होइन दिदी गरेको भए कति राम्रो हुन्छ हामी अब त्यही त है खै दिदीको एउटा फोटो खिचौँ त ट्याक्कै अलि यता हुन्छ यहाँनिर फोटो खिच्ने ल भयो आउने दिदी यहाँ चाहिँ पुरै यस्तो बिहानै पूजा भइसकेको रहेछ होम खोलेको रहेछ यताबाट जाउँ न हामी पनि चाहिँ ठ्याक्कै दिउँसोको 12 बजे परेर हो कि यस्तो केही देखिँदैन हामीले दिदी ताप्दै हुन्छ ल हिँड्नु ताप्दै आथा म चाहिँ घामले सकिनँ यता यता यहाँ पैसा चढाउने रहेछ दिदी सामसिङ पैसा पनि चढाउनु न म त बिउलो छु म त हामीले सकेन हेलो बाटो हिँड्नेलाई दिन्छ छैन भगवान्लाई टिका लगाइदिनु हुन्छ होइन है म पनि लगाइदिन्छु भगवान्लाई ढोक्छु हो है हो यहाँ भाइले के भन्ने ठ्याक्कै भगवान्कै ल यता फर्किने अलि यहाँनिर चाहिँ बस्नु त दिदी एउटा फोटो खिच्नु हो रेडी ट्याक ट्याक भयो खुब आज मसिन्द्रको नाच आउँदा ठ्याक्कै है यात्राको आज